नमस्ते साथीहरू, हजुरहरू सम्पूर्णमा मैले अस्ति एउटा भिडियोमा भनेको थिएँ सुगर डायबिटिज नेपालीमा मधुमेह रोग सम्बन्धी मैले भोगेका केही अनुभवहरू हजुरहरूलाई सेयर गरेको थिएँ। सुगर रोग लाग्नु अगाडि के सिम्पटमहरू देखिन्छ र लागिसकेपछि के कुराहरूमा ध्यान दिनुपर्छ भनेर मैले मेरो भोगाइहरू सबै मैले अनुभव गरेकोहरू हजुरहरूलाई सेयर गरेको थिएँ र त्यस दिन ठ्याक्कै मेरो 3 महिना भएको थियो र मैले फेरि पनि हस्पिटलमा गएर डाक्टरलाई भेट्नुपर्ने थियो। मैले हजुरहरूलाई त्यो भिडियोमा भनेको थियो र आज म 3 महिनापछि हस्पिटल गएर डाक्टरको सल्लाह सुझाव के कस्तो आयो र मेरो रिपोर्टमा के देखायो भनेर म हजुरहरूलाई फेरि पनि सेयर गर्दैछु। मैले यो भिडियो किन विशेष बनाएको हो भने यो कुनै पनि मानिसहरूलाई यस्तै सुगर रोगले एकदमै समस्या भइरहेको छ भने, यस्तो सिम्पटमहरू देखा परिरहेको छ भने बेलामा हस्पिटल जानुपर्छ र आफू बेलामा सतर्क अपनाउनुपर्छ भन्ने एउटा प्रेरित होस् भनेर मैले मेरो अनुभव सुनाएको हो। र तसर्थ अस्ति म 3 महिनापछि डाक्टरकोमा जाँदाखेरि HbA1c चेक गर्नुपर्ने थियो, हेमोग्लोबिन। त्यतिखेर त्यो चेक गर्दाखेरि मेरो रिपोर्ट एकदमै राम्रो आयो। हेर्नुहोस् न, यो हेमोग्लोबिन HbA1c डायबिटिज 7.54। सुरुमा मेरो डायबिटिज 16.89 थियो भने त्यतिखेर मलाई एकदमै टाउको निरन्तर दुखिरहने, एकदमै रिङ्गटा लागेको जस्तो हुने, आँखा मधुरो धमिरा देखेको जस्तो, शरीर एकदमै थकान भएको जस्तो, त्यसपछि छिनछिनमा पिसाब लागिरहने, आफ्नो शरीरको तौलहरू घटेर जाने त्यस्तो भएको थियो। र पछि म बेलामा त्यतिखेर के भएको रहेछ भनेर डाक्टरको सल्लाह सुझाव लिनु जाँदाखेरि त्यतिखेर मेरो डायबिटिज आयो 16.89। अहिले मेरो डायबिटिज एकदमै लो भएर 7.54। एकदमै म खुसी छु, किनभने अहिले मलाई यस्तो टाउको दुखिने, आँखा धमिरा देखिने, शरीर थकान हुने, छिनछिनमा पिसाब लाग्ने, छिनछिनमा पानीको प्यास लाग्ने, यस्तोहरूबाट म निको भएको जस्तो मैले महसुस गरेको छु। म एकदमै स्वस्थ भएको जस्तो महसुस गरेको छु र मेरो शरीरको तौल पनि बढेर आएको छ। म एकदमै खुसी छु। यो 3 महिनाको अन्तरालमा मैले डाक्टरको सल्लाह सुझाव, डाक्टरले दिनुभएको औषधिहरू मैले निरन्तर फलोअप गरेर बसेँ र डाक्टरले दिनुभएको सल्लाह सुझावहरू मैले बिहान बेलुका सधैँ निरन्तर आधी घन्टा 1 घन्टा मैले निरन्तर हिँडिरहेर साधारण मैले थोरै आफ्नो यो फिजिकल फिटनेसहरूमा मैले ध्यान दिएर, विशेष भनेको खानेकुरा, यो खानेकुरामा चाहिँ एकदमै विशेष ध्यान दिनुपर्छ। के कुराहरू खानुपर्छ, के कुराहरू खानु पर्दैन भनेर डाक्टरले राम्रोसँग सल्लाह सुझाव दिन्छ। यदि डाक्टरले दिनुभएको सल्लाह सुझाव तपाईँले बिर्सिनु भयो भने, मैले अस्ति एउटा भिडियोमा नै भनेको थिएँ, तपाईँले ChatGPT डाउनलोड गर्नुहोस्, ChatGPTमा सोध्नुहोस्, ChatGPTले तपाईँलाई स्पष्टसँग भनिदिन्छ। त्यसैले म यो निरन्तर सबै कुराहरूमा फलोअप गरेँ र अहिले म 3 महिनापछि मेरो एकदमै डायबिटिज लो पनि भएको छ र म एकदमै अहिले स्वस्थ भएको मैले महसुस गरेको छु। त्यसैले मैले यो भिडियो किन बनाएको भने कुनै कसै पनि यस्तो समस्यामा छन् भने बेलामा उपचार गर्नु गइयोस् र आफू बेलामा स्वस्थ भएको होस् भनेर मैले मेरो अनुभवहरू हजुरहरूलाई सुनाएको हुँ। भोलि गएर यो हेर्दाखेरि साधारण सामान्य रोग जस्तो लाग्छ, तर भोलि ठुलो समस्या झेलिनु पर्ने हुन्छ। त्यसैले मैले यो भिडियो बनाएको चाहिँ मेरो मेन उद्देश्य भनेको चाहिँ तपाईहरू पनि यस्तो कुनै पनि यस्तो सिम्पटम, साधारण समस्याहरू देखा परिरहेछ भने तपाईहरू बेलामा उपचार गर्न जानुहोस् भनेर मैले बनाएको मात्र हुँ। त्यसैले अन्यत्र कुराहरू नसोचिदिनु होला भनेर म विनम्र अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।